गाइस आज चाहिँ म सिलगढी आइरहेको छु र सिलगढी आएर बसिरहेको छु गाडीमा है। भाडा भन्ने छैन गाइस, के गर्नुपर्ने हो अब। गाडी मात्रै यति बेसी थुप्रेको छ कि गाइस, हेर्नुहोस् गाइस। अब यत्रो गाडी कहिले भोडेर चाहिँ सिन्टीको त्यहाँ चाहिँ गाइस भाडा नपाएर चाहिँ म चाहिँ फेरि अर्कोतिर जाँदैछु है ट्राई गर्नु। ड्राइभर लाइफ चाहिँ तनब छ, के गर्नु। हातमुख जोड्नुको लागि त के गर्नै पर्छ है साथीभाइ। आज चाहिँ सन्डे भएको कारणले एकदमै खुल्ला पनि रहेछ है सिलगढी। अब यहाँ माक्लोपट्टि जान्छ है, माक्लोपट्टि पनि कतिको गाडी छ गाइस। म तपाईँहरूलाई त्यहाँ पुरा पुगेर देखाउने छु, हेर्नुहोस् होला तपाईँहरूले। सिलगढी है तपाईँहरूले सियरिङमा जानु चाहनुहुन्छ भने चाहिँ तपाईँलाई म टी स्ट्यान्ड पनि देखाउने छु ल। यस गान्तोकको लागि तपाईँले गाडी सियरिङ गाडी है, कम्फोर्टेबल गाडीहरू पाउनुहुन्छ त्यहाँबाट, सस्तो पनि पाउनुहुन्छ है। अब त्यहाँ पुगेर तपाईँलाई देखाउने छु। यस गाडी चाहिँ मैले यहाँ पार्किङ गरिसकेँ। यहाँ 2, 3, 4टा रहेछ गाडी र तपाईँलाई म लगेर जाने छु। तपाईँहरूले चाहिँ सेयरिङ गाडी चाहिँ सिलगढीमा चाहिँ गान्तोकको लागि कहाँबाट पाउनुहुन्छ सानो गाडी अब भन्ने चाहिँ म देखाउने छु। अब कम्फोर्टेबल अब जानु है मान्छेलाई चाहिरहेको हुन्छ र तपाईँहरू कोही पनि कम्फोर्टेबलसँग गान्तोक पुग्नु चाहनुहुन्छ भने चाहिँ म तपाईँहरूलाई लगेर जाँदैछु ल। यहाँबाट चाहिँ तपाईँहरूले पाउनुहुन्छ गान्तोकको लागि चाहिँ गाडी, सानो गाडी। त्यो मान्छेले पठाउँछ है गान्तोक चाहिँ, होइन र। एसएनटी को अगाडि आउनु सक्नुहुन्छ तपाईँहरू। म यहाँको हिरो मान्छे हो। यहाँको हिरो हो रामजन दा। मेरो नाम रामजन हो। यत्रो हेर, हामीले पैसा कटिङ खाएर भुँडी यत्रो भइसक्यो। गर्दन हेर्नुहोस्, 200 रुपियाँ 200 रुपियाँ 2200 5 रुपियाँ 200। सबसे सस्तो गाडी चाहिँ यहाँबाट चल्छ गाइस। आउनु रामजनको। यस